हेलो एभ्रिवान, आज चाहिँ म जाँदैछु दुई ठाउँ। खासमा जाने चाहिँ टोखा हिँडेको होइन, अनि मेरो बिचमा अर्को काम पनि छ, त्यसको लागि नै म जाँदैछु। आज धेरै चाहिँ साथीहरू भेट्ने काम छ। म यहाँ बस चढेर अब फर्स्टमा डुमरा जान्छु। यहाँनिर चाहिँ मेरो एकजना मनिषा साथीलाई पर्खिँदैछु। ऊ पनि आउँदैछ यहाँ बसबाट गरेर, अनि ऊ आएपछि चाहिँ हामी अर्को साथी चाहिँ जहाँ जानुपर्ने हो ऊ चाहिँ त्यहीँ पुगिसकेको छ, त्यहीँ पुग्छौँ है त। हाम्रो चाहिँ त्यहाँनिर कपडा किन्ने काम छ खासमा। यो त मेहन्दीमा लाउने जस्तै देखिन्छ। कस्तो मेहन्दीमा लाउने जस्तो भने कि फेरि त जुन डेमा लायो त्यही डे हुन्छ कि। हामीले यही कलरको साडी एकदम मन परेर फाइनल गऱ्यौँ। यो चाहिँ एकदम लाइट छ नि त, अनि यो चाहिँ हामीले के लागि किनेको पछि थाहा हुन्छ होइन। यति हो, सपिङ भयो हाम्रो। सपिङ मोबाइल किनेर ब्लगको सोचेर होला जस्तो त मलाई फर्स्ट प्रोफेसनल सुट गरेन ए के भने के दिन्छ यस्तै प्रियासानीलाई भन्छ न चाहियो आइसक्रिम चाहियो हामीलाई पातला निकाल्छ नि ब्लग। मैले यस्तो घोप्टो पार्न मेरो छोरीले कन्टेन्ट दिन्छ होइन, आइसक्रिम खान अलगत छ हौ। त्यहाँबाट त हामी हिँडेर नि मेरो साथीको छोरीले कन्टेन्ट दिए नदिए नि मैले उसलाई आइसक्रिम चाहिँ खुवाएँ होइन, अनि मैले नि खाएँ, हामी सबैले खायौँ। यो चाहिँ आइसक्रिम दिएर चेन्ज लिएर अब एकछिन बस्यौँ, अनि त्यहाँदेखि चाहिँ मेरो घाम भएर छेउमै बसा भयो हुन्थ्यो क्या। ऊ त्यहाँ यता आइज न, ए बाटो यो शङ्कर पार्कमा चाहिँ हामी एकछिन बस्यौँ किनकि अब अन्त टोखा जानलाई चाहिँ मैले अर्को साथी मनिषा नै पर्खिरहेको थिएँ। त आउँछ गइस बाहिर। अब यहाँ चाहिँ एकछिन बसेर त्यहाँपछि चाहिँ म टोखा जाने हो। मनिषा आउँदैछ मलाई लिनलाई स्कुटरमा। थ्याङ्क यू भन्छ न त। वेलकम। पिङ्क रहेछ नि है उसको फेभरेट। अब चाहिँ मनिषा आइसकेको छ, अनि मनिषा चाहिँ मेरो मास्टरको साथी हो, उनीहरू चाहिँ ब्याचलरको साथी हो। अनि एकछिन हाम्रो कुराकानी भयो, पहिल्यैदेखि चिनजान चाहिँ छ होइन मेरो साथीहरूको एकअर्कासँग। त्यही हो, अब यहाँ एकछिन कुराकानी गरेर सबैलाई बाई 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 बाई। अब म र मनिषा चाहिँ टोखातर्फ हाम्रो अर्को साथीलाई भेट्न प्रस्थान गर्दैछौँ, र उसले चाहिँ हाम्रो लागि स्पेसल मोमो बनाएर राख्दैछ। अनि हामीले चाहिँ बाटोदेखि के लिएर जानु खानेकुरा भनेर छिर्यौँ। स्प्राइट कोक स्प्राइट फेन्टा 2.21 यति 4टा फ्री भनेको कोक स्प्राइट फेन्टा हाने। यो झोला पनि नपुगेको त लगाउँ नपुग्यो यतिकै त्यो त उयो हल्ने गर्छन् क्या। लागि परिरहेको छ। कहाँको बुटोलको फुल्की नेपालगञ्ज रे हामी जोरपाटीदेखि कहाँ हो टोहासम्म बुटोलको फुल्की खान आएको हामी। मोमो खाएर पुगेर मोमोले टन्न भयौँ। अनि कस्तो भिड रहेछ, कस्तो होइन तीनौँ खोला पारी। पछाडि लेखेको नि आउँदो रहेछ।
मैले चाहिँ खाली भयो बाई बाई केटी बाई हामी त सँगै लाइक डेजर्ट जस्तै भयो क्या अरूले गुलियो डेजर्ट खान्छन् हामी अमिलो कुचो खान्छ यतिसँगै आजको दिनको समाप्ति भएको छ अब हामी घर जाँदैछौँ बाई बाई गाइस